हेलो साथीहरु, आज फेरि पनि मैले डिप्लोमा इन सिभिल इन्जिनियरिङ को 6 सेमेस्टर एस्टिमेटिङ एन्ड कस्टिङ थर्ड को यो क्वेशन बैंकबाट 2062 देखि 2081 सम्म र लास्टमा मैले 2082 मा सोधेको क्वेशन पनि देखाउँछु। र मैले यहाँ 2062 देखि 2081 सम्म मोस्ट रिपिटेड क्वेशनहरु र इम्पोर्टेन्ट क्वेशनहरु च्याप्टर वाइज कलेक्ट गरेछु। तपाईहरुले यसरी देखाउँदै जान्छु, तपाईहरु हेर्नु है। मोस्ट रिपिटेड क्वेशनहरु च्याप्टर वाइज यति नै रहेको छ। मैले एउटा नि नछुटाइकन सबै यहाँ कलेक्ट गरेछु। च्याप्टर 1 को लागि यति छ। हाम्रो यसमा 4 वटा च्याप्टर मात्र रहेको छ। अनि च्याप्टर 2 मा एउटा 16 मार्क को जुन डिटेल एस्टिमेट को न्यूमेरिकल सोध्छ। त्यसपछि अरु शर्ट नोट मा 4-4 मार्क मा यस्ता क्वेशनहरु सोधिरहेको हुन्छ। यो हो सेकेन्ड च्याप्टर को लागि यति। त्यसपछि थर्ड च्याप्टरबाट हाम्रो खास गरी फैक्टर इफेक्टिङ फैक्टर को गभर्नमेन्ट प्रोसिडरहरु सोधिरहेको हुन्छ। च्याप्टर थर्ड बाट यति हो। र यसबाट एउटा कहिलेकाहीँ 12 मार्क र कहिलेकाहीँ 16 मार्क मा एउटा हिसाब पनि सोधिरहेको हुन्छ इरिगेसन क्यानल को। त्यसपछि लास्ट च्याप्टर 4 बाट इम्पोर्टेन्ट क्वेशनहरु यति रहेको छ। यसमा धेरै नै छ स्पेसिफिकेसन च्याप्टर को। अरु यता चाहिँ यति नै रहेको छ। अनि मैले 2082 सालमा दिएको क्वेशन पनि देखाउँछु तपाईहरुले। 2082 सालमा सोधेको क्वेशन यही रहेको छ। यति नै हो योबाट। यदि भिडियो मन परे लाइक सब्स्क्राइब र कमेन्ट गर्नु होला। कुन अरु सब्जेक्ट को चाहियो भनेर।